मानिस जन्मिन्छ तर पहिचान जन्मिँदैन। कुनै दिन कुनै क्षण हामी अचम्मले बुझ्छौं हाम्रो शरीरसँगै हाम्रो भित्र हजारौं वर्ष अघिको एक आवाज चलिरहेको छ। यो आवाज हाम्रो पूजा होइन, हाम्रो नाम होइन, हाम्रो रोजाइ पनि होइन, यो त हाम्रो रगतको पुकार हो। स्वागत छ धर्मकुञ्ज युट्युब च्यानलमा, जहाँ हामी सुन्छौं उही पुरानो पुकार गोत्रको। हामी जन्मिने बित्तिकै हाम्रो शरीरमा एउटा नदेखिने चिन्ह पनि जन्मिन्छ, त्यो हो गोत्र। यो गोत्र हामीले बनाएका हैनौं, यो त हाम्रो हजारौं वर्षको वंशले, हाम्रो ऋषि पूर्वजहरूले दिएका हुन्। तर गोत्र के हो? किन यसको प्रयोग हुन्छ? किन एउटै गोत्रमा मानिसहरूले विवाह गर्न नहुने नियम आजसम्म पनि यत्तिकै कडाइले मानिएको छ? यसको उत्तर आजका किताबमा होइन, मानव सभ्यताको सबैभन्दा पुराना जंगलहरूमा लुकेको छ, जहाँ ऋषिहरू ध्यानस्थ भएर बसेका थिए। उनीहरूले मानिसको वंश छुट्याए, थरको आधारमा होइन, रगतको मूलको आधारमा। प्रत्येक ऋषिले आफ्नो तपस्याबाट एउटा वंश बनायो र त्यही वंशबाट जन्मियो गोत्र। त्यसैले हामी आज पनि भन्छौं कश्यप गोत्र, भारद्वाज गोत्र, वत्स गोत्र, अंगिरस गोत्र। यी केवल नाम होइनन्, यी त हाम्रो शरीरभित्र बगिरहेको रगतको पहिचान हुन्। गोत्र भनेको एउटा वंशको जरा, एउटा ऋषिको अनन्त छाप, एउटा रगतको यात्रा हो जो तपाईमा आज पनि जीवित छ। यो कारणले ऋषिहरूले एक गहिरो नियम बनाए। एउटै गोत्रका मानिसहरू भाइ बहिनी समान मानिन्छन्, किनकि उनीहरूको रगतको सुरुवात एउटै हुन्छ। यदि दुईजनाको मूल वंश एउटै भयो भने त्यो विवाहलाई रगतको मिलन होइन, रगतको टक्राउ भनिन्थ्यो। प्राचीन समयमा ऋषिहरूले यो चेतावनी दिए, एकै गोत्र मिलेर विवाह भयो भने भविष्यको पिढीमा समस्या देखिन सक्छ। त्यो बेला विज्ञान थिएन, तर ज्ञान थियो। आज विज्ञानले यही कुरा प्रमाणित गर्दैछ। जेनेटिक सिमिलारिटी हुँदा बच्चामा जन्मजात कमजोरी, रोग प्रतिरोधक क्षमता न्यूनता, आनुवंशिक समस्या र वंश कमजोर हुने सम्भावना बढ्छ। हाम्रो धर्मले भनेको कुरा कुनै अन्धविश्वास थिएन, त्यो त भविष्य बचाउने विज्ञान थियो, धार्मिक भाषामा व्यक्त गरिएको। गोत्र मिलेर विवाह नगर्नु भनेको कसैलाई रोक्ने, तुच्छ बनाउने, अपमान गर्ने होइन। यो त आशिष हो, भविष्य सुरक्षित बनाउन बनाइएको मौन नियम। कारण मानिसले आज गर्ने गल्ती त्यो क्षणमा देखिँदैन, तर असर उसका सन्तानले भोग्न सक्छ। संसारमा आज पनि धेरै कथाहरू छन् जहाँ दुईजना प्रेममा परे, तर गोत्र एउटै थियो। प्रेमले समाज जित्यो, तर भविष्य हार्यो। बच्चा कमजोर जन्मिन सक्छ, स्वास्थ्यमा समस्या देखिन सक्छ, अनि अस्पतालले भन्छ जेनेटिक कम्प्लिकेसन। तर हजारौं वर्ष पहिले ऋषिहरूले यो चेतावनी दिएको थियो, गोत्र मिलेको विवाह भविष्यका लागि जोखिम हुन्छ। गोत्रको नियम कडा भएकै होइन, गहिरो माया र संरक्षणकै कारण बनेको हो। हाम्रो पूर्वजहरूले भने परिवार त आजको लागि हो, तर गोत्र हजारौं पुस्ताको लागि। गोत्रले हाम्रो वंश बचाउँछ। गोत्रले एउटा अदृश्य सुरक्षा कवच बनाइदिन्छ, जुन हामी बिर्सन सक्छौं, तर रगतले कहिल्यै बिर्सदैन। गोत्र केवल परम्परा होइन, यो त हाम्रो अस्तित्वको जरा हो। यो तरफ केवल धार्मिक मान्यता मात्र जोडिएको छैन, विज्ञानको गहिरो सत्य पनि मिसिएको छ। यसैले गोत्र मिलेर विवाह नगर्नु भनेको कुनै दण्ड होइन, यो त आशिष हो, हाम्रो भावी सन्तानको लागि बनाइएको दिव्य सुरक्षा व्यवस्था। हामी परम्परा बिर्सन सक्छौं, तर रगत कहिल्यै बिर्सदैन। यसैमा लुकेको छ गोत्रको वास्तविक शक्ति, वास्तविक विज्ञान र वास्तविक धर्म।